कलाकार सागर लम्साल बलैमाथि जुन प्रकारको आरोप लाग्यो र उनी पक्राउ परे, केही दिनको हिरासत बसाएपछि उनी रिहा पनि भए। त्यसपछि यो घटना के भयो? धेरैजनाले यसबारेमा प्रश्नहरू पनि सोधिरहनु भएको थियो। त्यसो त सङ्गम बिष्ट जो अमेरिकामा बस्छन्, उनले आफू जहाँ बस्छन् अथवा घटना जहाँ घटेको भनिएको छ त्यो ठाउँमा प्रहरीलाई रिपोर्ट गरेको र प्रहरीले आवश्यक छानबिनहरू गरिरहेको भनेर भनेकी थिइन् र त्यो बारेमा हामीले सबैभन्दा पछिल्लो अपडेट यहाँहरूलाई दिएका थियौँ। यसैबीच एउटा नयाँ अपडेट आएको छ, त्यो चाहिँ जुन 17 तारिक बिहिबारको दिनमा सङ्गमले आफ्नो फेसबुकमा यो मुद्दाको बारेमा धेरै जिज्ञासाहरू रहेको कारणले गर्दाखेरि केही कुराहरू राख्छु भनेर एउटा स्ट्याटस लेखेकी छिन्। त्यो कुरा म जस्ताको तस्तै यहाँहरूमाझ प्रस्तुत गर्न गइरहेको छु। तर त्योभन्दा अगाडि सागर लम्सालले भने अहिलेसम्म यो घटनाको बारेमा मुख खोलेका छैनन्। उनी रिहा भइसकेपछि पनि उनले कुनै मिडियामा पनि यो बारेमा केही कुरा राखेका छैनन् र आफ्नो सोसल मिडियाहरूमा पनि उनले यो बारेमा लेखेका छैनन्। उनले आफ्ना व्यक्तिगत तस्बिरहरू, भिडियोहरू, विभिन्न सामग्रीहरू सेयर गरिरहेका छन्। तर यो जुन आरोप उनीमाथि लागेको छ यो माथि भने उनले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। सङ्गमले हिजो फेसबुकमा के लेखेकी छिन् म यहाँहरूलाई नेपालीमा उल्था गरेर सुनाउन गइरहेको छु। मेरो मुद्दाको बारेमा धेरै भ्रम र गलत सूचनाहरू फैलिएको जस्तो देखिने हुनाले म केही तथ्यहरू स्पष्ट पार्न चाहन्छु। प्रहरीमा उजुरी दर्ता गरिएको थियो र मैले अनुसन्धानमा पूर्ण रूपमा सहयोग पनि गरेँ। यस मुद्दासँग सम्बन्धित पक्राउ पूर्जी पनि जारी गरिसकिएको मलाई जानकारी गराइएको छ। अनुसन्धानको क्रममा आरोपित व्यक्तिलाई सम्पर्क गर्ने प्रयासहरू पनि गरिएका थिए, तर ती प्रयासहरूले कुनै प्रतिक्रिया पाएनन्। आरोपित व्यक्ति हाल संयुक्त राज्य अमेरिकाको क्षेत्राधिकारभन्दा बाहिर रहेकाले यस समयमा स्थानीय अधिकारीहरूले प्रत्यक्ष रूपमा गर्न सक्ने कार्यहरूमा केही सीमाहरू रहेका छन्। तुरुन्तै पक्राउ नहुनुको अर्थ मुद्दालाई बेवास्ता गरिएको वा गम्भीरतापूर्वक नलिएको भन्ने होइन। यसले कानुनी र क्षेत्राधिकार सम्बन्धी ती चुनौतीहरूलाई झल्काउँछ जुन मुद्दा अनुसन्धान भइरहेको देशभन्दा बाहिर कुनै व्यक्ति रहँदा उत्पन्न हुन्छन्। वास्तवमा चिन्ताको विषय त यो हो कि केही मानिसहरू परिस्थितिको थोरै अंश थाहा पाएर पनि कति सजिलै निर्णयहरू सुनाइरहेका छन्, आरोपहरू फैलाइरहेका छन् र अनुमानहरूलाई तथ्यको रूपमा प्रस्तुत गरिरहेका छन्। आफ्नो विचार राख्नु सजिलो कुरा हो, तर बोल्नु अघि सम्पूर्ण सन्दर्भ बुझ्नु स्पष्ट रूपमा धेरै गाह्रो कुरा हो। यस मुद्दामा कहिल्यै संलग्न नभएका र वास्तविक तथ्यहरू थाहा नभएका मानिसहरूसँग आफ्नो अनुभवबारे बहस गर्न मलाई कुनै चासो छैन। म यो केवल स्पष्टता दिन र गलत सूचनाहरूलाई सम्बोधन गर्नका लागि सेयर गरिरहेको छु। मेरो ध्यान अहिले यो पीडादायी अवस्थाबाट बाहिर निस्कँदै अगाडि बढ्ने र आफ्नो जीवनलाई पुनः नयाँ ढङ्गले स्थापित गर्नेतर्फ केन्द्रित छ भनेर सङ्गमले फेसबुक स्ट्याटस लेखेकी छिन्। अमेरिकाको जुन स्टेटमा यो केस दर्ता भएको छ त्यो स्टेटले यसबारेमा छानबिन गरेर आवश्यक ठानेको खण्डमा र आवश्यक परेको अवस्थामा आरोपी व्यक्तिलाई झिकाउन पनि सक्न सक्छ, तर त्यसको लागि नेपाल प्रहरीसँग उसले समन्वय गरेको हुनुपर्छ। अब यो प्रक्रियाहरू कहाँ पुगिरहेको छ अहिलेसम्म हामीलाई कुनै अपडेट आएको छैन। कुनै नयाँ अपडेट आयो भने हामी यहाँहरूलाई जस्ताको तस्तै अपडेट गर्ने नै छौँ।